नमस्कार। द रश्मि सेसनमा यहाँहरूलाई स्वागत छ। हरेक दिन योग गर्नुपर्छ, व्यक्ति स्वस्थ रहनुपर्छ भन्ने यो योग अभियानमा हामी हरेक शुक्रबार नयाँ नयाँ कुरा लिएर आउँदै गरेका छौँ। हजुरहरूले पनि गरेर सँगसँगै हेरेर गरेर आफू स्वस्थ भन्ने अभियानमा जुट्नु भएको छ भन्ने पूर्ण अपेक्षासहित आज हामीले पूर्ण यौगिक श्वसन भनेको फुल ब्रिदिङ एक्सर्साइज लिएर आएका छौँ। अब यो कसरी गर्ने त? सुरुमा हामीले यो 3टा पार्टमा छुट्याउँछौँ, पेटमा, छातीमा, कुममा गरेर सेक्सनल ब्रिदिङमा जान्छौँ। पहिला चाहिँ सेक्सनहरू छुट्याएर पालो पालो गर्छौँ। त्यसपछि सम्पूर्ण एकमुष्ट रूपमा पेट, छाती र कुम एकैचोटि गर्छौँ अनि पूर्ण यौगिकमा चाहिँ अनि बिस्तारै पेटको छोड्छौँ, छातीको श्वास प्रश्वास छोड्छौँ, कुमको छोड्छौँ। आउनु सँगै गरौँ। पूर्ण यौगिक श्वसन गर्दाखेरि यदि घुँडा दुख्छ, ढाड दुख्छ भने चेयरमा बसेर पनि गर्न सकिन्छ। एकदमै अशक्त बिरामीहरूको लागि बेडमा सुतेर पल्टिएर पनि गर्न सक्छौँ भने हामीहरूले चाहिँ योग म्याटमा बसेर आफ्नो सहज आसनमा बसेर ढाडलाई सिधा राखेर गर्ने गर्छौँ। सबैभन्दा पहिला पेट श्वास प्रश्वासमा गर्दाखेरि चाहिँ हामीले अब हातलाई चिन मुद्रा, ध्यान मुद्रा अथवा कुनै पनि एउटा हस्त मुद्रामा राख्न सक्छौँ। पेटको भागलाई बिस्तारै श्वास लिँदै लिँदै आँखा बन्द गर्छौँ। ध्यान चाहिँ पेटको भागलाई लगाउँछौँ। श्वास लिँदा पुरै पेट फुलिरहेको हुन्छ। पेटलाई मात्रै ध्यान दिन्छौँ। श्वास लिइसकेपछि एकैछिन भित्री कुम्भक भनेको भित्रै श्वासलाई होल्ड गर्छौँ। पुरै श्वास बाहिर फाल्दा पेटलाई जति सक्दो भित्र सङ्कुचन गर्छौँ, पेट दबाउँछौँ। यसरी श्वास बाहिर फालिसकेपछि फेरि बाहिरी कुम्भकमा बस्छौँ। श्वास लिँदै 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 पेट पुरै फुलाएका छौँ। भित्री कुम्भक, भित्रै श्वास होल्ड गरेका छौँ। पुरै श्वास बाहिर फाल्छौँ। पेट पुरै दबिएको छ। यसलाई 20-21 पटकसम्म दोहोऱ्याएर गर्न सक्छौँ। पेटकै मांसपेशीहरूलाई एकदमै ध्यान दिँदै श्वास लिँदै छोड्दै गर्छौँ, जसले गर्दाखेरि पाचन क्रियाहरू पनि सक्रिय रहेको हुन्छ। पेटका मांसपेशीहरू सक्रिय रहन्छन्, जसले गर्दा भित्रको पाचन अङ्गहरू पनि एक्टिभ रहेको हुन्छ। यसरी निरन्तर श्वास प्रश्वास, यो पेटको श्वास प्रश्वासले पेटका मांसपेशीहरूलाई मसाज गर्छन्। पेटमा भएका अङ्गहरूमा रक्त सञ्चार सुमधुर हुन जान्छ। पेट सम्बन्धीका समस्याहरू, विकार तत्त्वहरू सबै बाहिर निस्किन्छन्। यसरी हामीले पेट श्वास प्रश्वासलाई 5-6 पटकसम्म आफ्नो समय अवस्था हेरेर कति बढाउन सकिन्छ बिस्तारै श्वास लिँदै छोड्दै गरेर पेटमा ध्यान दिएर गर्न सक्छौँ। अब हामी छातीको भागमा आउँछौँ। श्वास लिँदा पुरै छातीलाई उठाउँछौँ, एकैछिन भित्र होल्ड गर्छौँ। श्वास छोड्दा पुरै छातीको भाग खुम्च्याउँछौँ। सहज आसनमा बसेर भित्रै होल्ड, पुरै छातीको सङ्कुचन। ध्यान जति पुरै छातीमा लगाउँछौँ। एकदमै फिलिङ्सको साथ ध्यान त्यहाँ दिएर निरन्तरको अभ्यास गर्न सकियो भने हाम्रो फोक्सो बलियो हुन्छ, श्वास प्रश्वास सुधार हुन्छ। कफ जम्ने विभिन्न समस्याहरू, श्वास प्रश्वासको समस्याहरू छन् भने पनि त्योबाट छुटकारा पाउन सकिन्छ। छातीलाई बलियो बनाउन सकिन्छ। छातीको मांसपेशीहरूलाई ब्लड सर्कुलेसनहरू एकदमै राम्रो हुन्छ। श्वास प्रश्वासका क्रियाहरू पनि एकदमै राम्रो हुन्छ। यसरी छातीको श्वास प्रश्वासले मनको एकाग्रता बढाउँछ। ध्यानमा जान पनि एकदमै सहज बनाउँछ। गहिरो लामो श्वास छातीभरि बढ्छौँ। छातीलाई फुलाउँछौँ। भित्रै श्वासलाई होल्ड गर्छौँ।
पुरै श्वास बाहिर फाल्छौँ, छातीलाई सङ्कुचन गर्छौँ। यसरी यसलाई पनि आफ्नो समय अवस्था हेरेर गर्न सकिन्छ। हामीले पेटको गऱ्यौँ, छातीको गऱ्यौँ। अब हामी यो सोल्डर, यो कुमको भागलाई श्वास लिँदै कुमको भाग माथि उचाल्छौँ अनि भित्रै होल्ड गर्छौँ। भित्री कुम्भक, आन्तरिक कुम्भक, अनि श्वास छोड्दै कुमलाई पनि रिल्याक्स गर्छौँ। श्वासलाई पनि प्रश्वासमा लान्छौँ अनि बाहिरी कुम्भक। आउनुहोस् सँगै गरौँ। श्वास लिँदै 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 कुमको भाग उचाल्छौँ। भित्री कुम्भकमा बस्छौँ। कतिसम्म श्वास होल्ड गर्न सकिन्छ। श्वास छोड्दै 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 कुमलाई तल झार्छौँ। श्वासलाई पुरै बाहिर छोड्छौँ। बाह्य कुम्भक भनेको बाहिरै श्वास छोडेर एकछिन होल्ड गर्छौँ। यसरी कुमको भागमा पनि हामीले काँधको श्वास प्रश्वासलाई पनि श्वास लिन्छौँ। भित्री कुम्भक, श्वास छोड्दै कुमलाई पनि तल झार्छौँ। बाहिरी कुम्भक। यसले गर्दा मानसिक तनावबाट पनि टाढा रहन सकिन्छ। यो कुमको मांसपेशीहरू पनि बलियो हुन्छ। छातीको मांसपेशी बलियो हुन्छ। यहाँ पनि रक्त सञ्चारहरू प्रवाह राम्रो भएको हुन्छ अनि विभिन्न स्ट्रेसहरू चाहिँ यो कुममा गर्दनमा आएर बस्छ। त्यो तनावहरूलाई पनि यसले रिल्याक्स गराउँछ। यसरी हामीले पेटको, छातीको, कुमको गरेर सेक्सन छुट्याएर पहिला सेक्सनको हामीले ब्रिदिङ गर्छौँ। अब फुल यौगिक ब्रिदिङ भनेको पूर्ण यौगिक शोषण गर्छौँ, जसमा चाहिँ सुरुमा पेटमा बढ्छौँ अनि छातीमा बढ्छौँ अनि कुमको भागहरू उचाल्छौँ श्वास लिँदै अनि भित्री कुम्भकमा बस्छौँ अनि श्वास छोड्दा बिस्तारै पेटको भागको श्वास छोड्छौँ। छातीलाई रिल्याक्सेसनमा लान्छौँ अनि कुमको भागलाई गरेर योलाई पनि 5-6 पटकसम्म दोहोऱ्याएर गर्न सकिन्छ। आउनुहोस् अब फुल यौगिक ब्रिदिङमा चाहिँ पहिला पेटमा हावा श्वास पर्छौँ। छातीमा, कुममा, आन्तरिक कुम्भकमा बस्छौँ। अब बिस्तारै रिल्याक्सेसनमा पेटको भागबाट श्वास छोड्छौँ, छातीको भागबाट छोड्छौँ अनि कुमको भागबाट रिल्याक्समा लान्छौँ अनि बाहिरी कुम्भकमा बस्छौँ। एकैछिन फेरि प्रक्रिया त्यही दोहोऱ्याउँछौँ। पेट, छाती, कुम, यसरी यो पूर्ण यौगिक शोषण गर्दाखेरि फेसमा एकदमै प्रेसर दिनु भएन। एकदम प्रसन्न भावमा सहज आसनमा बसेर यसरी पद्मासनमै बस्नुपर्छ भन्ने छैन। कुर्सीमा पलेटी कसेर वज्रासनमा जसरी गर्न पनि सकिन्छ। अब पद्मासनमा बस्दा बढी फाइदा हुने भएको हुनाले हामीले प्राय पद्मासनमै बसेर गर्ने गर्छौँ। यसरी हामीले पहिला चाहिँ सेक्सन छुट्याउँछौँ। पेट, छाती, कुम अनि पूर्ण रूपमा तिनटैलाई सँगसँगै गर्छौँ। यसका धेरै फाइदाहरू रहेका छन्। यी सेक्सनको पनि फाइदा रहेका छन् भने पूर्ण रूपमा गर्दाखेरि हामीलाई एकाग्रता हुने, शान्ति, मनमा आनन्द प्राप्त हुने, विभिन्न त्यो स्ट्रेसबाट हामी टाढा रहन सक्छौँ। यसरी हरेक बिहान बेलुका यो पूर्ण यौगिक शोषणलाई जोड्नु होला। मजाले यसलाई जति सकिन्छ श्वास प्रश्वास प्रक्रियालाई छुट्याउँदै अनि एकमुष्ट गरेर गर्न सकिन्छ। यसरी यो पूर्ण यौगिक शोषण हरेक दिन जोड्नु होला भन्दै आजको एपिसोडबाट बिदा हुन चाहन्छु। नयाँ एपिसोडमा नयाँ कुरा लिएर आउने नै छौँ। हरेक दिन हजुरहरूले पनि गरेर आफू स्वस्थ बन्ने अभियानमा जुट्नु होला भन्दै बिदा चाहन्छु। हरि ओम।